हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई वेलकम छ मेरो भिडियोमा अनि युट्युब च्यानलमा। हजुरहरू कस्तो हुनुहुन्छ? आई होप सबैजना जाति कुशलै हुनुहुन्छ। म पनि जाति कुशलै छु भन्दा पनि अलिअलि सर्दी मार्गी जुखाम भइरहेको छ। दिनै मौसम यस्तो छ नि त, धुलो उड्ने। अनि देख्न सक्नुहुन्छ पारी पारी भुटानमा चाहिँ मजाको रमाइलो नजारा देखिरहेछ है साथीहरू। हाम्रो घरबाट चाहिँ मजाको नजारा देखिन्छ है। यति बेलातिर चाहिँ घाम लागेको मौसममा चाहिँ दामी देखिन्छ। आकाशहरू पनि निलो निलो सफा भइरहेको छ। अनि अझै यो सुपारीको गाछको नजारा त अझै दामी देखिन्छ है साथीहरू। हेर्नुहोस् त, अन्त सयपत्री फुलहरू पनि यति यतिको भइसकिसक्यो। दिवाली छिटो भएर भर्खर फुलिसक्यो सयपत्री फुलले। अस्ति दिवालीमा त बेसी फुलेन नि, फुल्नु पाएन साथीहरू। अनि म एउटा इम्पोर्टेन्ट चिज देखाउँछु तपाईँहरूलाई स्पेसल। के हो भन्दाखेरि नि साथीहरू यो नै हो। हजुरहरूकोमा कस्तो हुँदैछ फुलको हालत, गोदावरी फुलको? मेरोमा चाहिँ योपालि राम्रो भएन है साथीहरू। मैले यही मेरो पोहोरको थियो नि, मसिनो बाँचेको त्यहीहरू रोपेको थिएँ। योपालि किनेर पनि ल्याउनु पाइनँ, अर्डर त गरेको थिएँ नि, मिरिकमा जानु पाइनँ हो। अनि यत्तिको भइरहेको छ है साथीहरू मेरो चाहिँ फुल चाहिँ। गोदावरी फुल चाहिँ यतिको भइरहेको छ मेरो चाहिँ। कसैले फुल्नु आँटेको छ हो, देख्न सक्नुहुन्छ। अनि यहाँनिर व्हाइटले चाहिँ फुल्दैछ। मलाई चाहिँ यस्तो मसिनो खालकै मनपर्छ साथीहरू। अझै त्यो मल्टिफ्लोरा भन्ने त छैन पनि मेरोमा हो। अनि यहाँ छ लास्ट इयर मैले गोरुबथानबाट दामी कलर ल्याएको थिएँ नि, मैले भिडियो पनि गरेको थिएँ। तर त्यो त मासियो हो, त्यो पटसँगै किनेर ल्याएको त मासिहाल्दो रहेछ क्या हो। मसिनो कटिङ ल्याएर रोप्यो भने चाहिँ बाँच्छ होला। फुलेको पटसँग ल्यायो भने चाहिँ मरिहाल्दो रहेछ फुलिसकेपछि साथीहरू। अनि यहाँनिर छ मेरो अरू फुल्नु पुरा स्टार्ट गर्दैछ गोदावरीले चाहिँ हो। फुलेपछि त जस्तै फुल पनि राम्रै हुन्छ है साथीहरू। मेरो चाहिँ यतिको भयो। यो पनि छ अर्को। यो चाहिँ खासमा बल्ब रहेछ कि, मैले चाहिँ यसको पिन्चिङ गरेर चाहिँ यस्तो हालत भइरहेको छ नि त यसको चाहिँ। खासमा यो ठुलो हुन्थ्यो, तर मैले चाहिँ यसलाई पुरा पिन्च गरिदिएँ नि त, त्यसै कारणले यो यस्तो भएर फुल्दैछ अहिले। त्यति नै एउटै डालीमा हाँगामा कोपिला। अनि यत्रो भइरहेको छ साथीहरू मेरो फुलहरू चाहिँ। कतिजनाको त फुलि पनि सक्यो होला नि साथीहरू। ठन्डा जग्गामा त अस्तिदेखि फुल्यो, गरममा पो ढिलो फुल्दो रहेछ त फुल त। मान्छेले भन्ने गर्छ गरममा छिटो भन्छ, तर होइन रहेछ, हाम्रोतिर त ढिलो फुल्छ। अस्ति हामी उता धजे जाँदाखेरि प्रायः फुलिँदै थियो, अहिले फुलिसकेको थिएन, फुल्दै थियो। भर्खर ठुलो बल्ब लागिसकेको थियो। हाम्रो त यहाँ भर्खर सुरु भयो, अब चाहिँ सुरु हुँदैछ हो। अब फुलिसक्दा फेरि तपाईँहरूलाई एकपल्ट देखाउँछु है साथीहरू ल। अनि यस्तो छ मेरो चाहिँ गोदावरीको हालत चाहिँ, फुलको अपडेट चाहिँ हो। म योपालि एक लाइन मात्रै रोपेँ, यहाँ 2-2 वटा पट राखेको छु। मल पनि दिनँ नि त मैले योपालि। मल दियो भने साह्रै बेसी फुल्छ कि साथीहरू, अग्लो हुन्छ कि हँसेर फुल्छ होइन कि, बोट ठुलो हुन्छ नि त। त्यही भएर मैले चाहिँ मल नदिई रोपेको। फर्स्टमा दिएँ, त्यहाँदेखि पछि माटो दियो परसम्म छ यो सबै गोदावरीको लाइन हो। यो पेटीमा डबल रो गरेर राखेको छु हो। यस्तो छ है साथीहरू मेरो चाहिँ फुलको हालत चाहिँ। अनि म चाहिँ छु यहाँ हो, के गर्नु, त्यस्तै हो। घाममा मेरो फेस प्रोटेक्सन टोपी लगाइरहेको छु। अब लुगा धुनु लागेको। यता आज मैले फुलहरू पनि देखाएको। लामो भिडियो त हेर्नु पनि त अल्छी लाग्छ नि साथीहरू। त्यही भएर छोटो गर्यो, सर्ट एन्ड स्विट मेरो मिनी भ्लग जस्तै। यो चाहिँ मैले अलिकति लामै गरेको नि त, लङ भिडियोको लागि गरेको। अरू फुलहरू पनि भोलिपछि देखाउँछु है साथीहरू। अहिलेलाई बाई बाई। राम्रोसँगले हेरिदिनुहोस्, छोटो भए पनि नराम्रो भए पनि अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनुहोस् ल। लुगाहरू सुकाएर ड्याम्मै छ यहाँ हेर्नुहोस् न। हुन्छ त, अहिलेलाई बाई बाई।